हेलो गुड मर्निङ मेरो सबै भ्युअर्सहरू साथीभाइहरूलाई। आज चाहिँ मेरो बिहानको खाना चाहिँ यस्तो चाहिँ सबै मिक्स खाएको छु। यो छ 2 PM अनि बस्तीको सुँगुरको यो फ्राई सेकुवा जस्तो बनाएको, अनि छ अन्डा हाफ बोइल, अनि छ प्याज। अब चाहिँ म खान्छु ढिलो नगरिकन। पिरो चाहिँ पिरै हुन्छ होला आज, सोच्दै आँसु आउँछ म चाहिँ। पिरो चाहिँ के खान्छु र पनि यो करेन्ट पिएमहरूको चाहिँ पिरो साह्रो लाग्छ, र पनि खाउँ चाहिँ लाग्छ, मिठै लाग्छ मुखमा त। पिरो चाहिँ पिरो हुन्छ, ठिकै छ, खाइहाल्छु। स्वाद लिएरै खानुपर्छ नि त, जे खाए पनि। हुन्छ लु खाइ ल। खाना पनि छ अलिकति साइडमा। ये फर्स्ट बाइट। मिक्स गरेर खानुपर्छ र। पिरो पनि थप्दिउँ न चाहिँ, खाइसकेर चाहिँ मजाले मुख पोलेरै खाउन त पिरो भएर। इस्कुसको सब्जी मिठो। खानु मिठो लाग्छ। करेन्ट पिरो चाहिँ पोकले खानुपर्छ, काटेरै खानुपर्छ, परिरहेको छ नभए। जुस ल्याउनु पर्ने थियो, बिर्सिबस्यो।
यस्तो भएको हड्डीले पनि बल्झाउँछ मिठो मिठो भयो हड्डीले साह्रो बल्झाउँछ खाँदा चाहिँ स्वाद लिएर खानुपर्छ त्यही पाराले मिठो गरेर यो चाहिँ साह्रो स्वाद पनि हुने तपाईँहरूलाई इन्टरटेन पनि हुने दुईटै काम खानु मन नपर्ने र खाउँ पनि लाग्ने तर जिउ बिसन्चो हुनेहरूले चाहिँ यस्तो चिजहरू नखानु बिजाउँछ हो अब हामी बिमार नहुने मान्छेले चाहिँ अब बेला बेला खाँदाखेरि केही हुँदैन अब हेर्नेलाई इन्टरटेन पनि हुने आफूलाई मजा पनि आउने खानु कोही कोही बेला तर जिउ रोगीहरूले खाएको देखेर मिठो देखेर नखानु होला यस्तोले रोग लाग्छ झन् बुढीहरू पोल्छ बिमारीहरूले जो अस्वस्थ हुनुहुन्छ उनीहरूलाई चाहिँ अब खाउँ लागेर चाहिँ अब जुन चाहिँ चिज नखाउँ भन्ने कुराहरू त्यही खाउँ लाग्छ हो त्यो चिजहरू नखानु अब हामी त अब बिमार छैन र कोही कोही बेला यस्तो पिरो सिरो के हुन्छ पत्तै हाल्छ अब कतिवटा कुरो त बिमारीहरू ओछ्यानमा बसेर यस्तो खाएको देखेर ओछ्यानमा बस्ने पनि होइन बिमारी हुनेहरूले चाहिँ जुन चाहिँ नखाउँ भन्ने कुराहरू खाउँ हुन्छ र पिरो देखेर लु अब म गएर खाइहाल्छु यस्तो मिठो हुन्छ भन्छ तर त्यो चिजहरू नखानु हेल्दीहरूले खाँदा भयो हो हेल्दीहरू बिमार नभएकोले त अब यस्तो चिज मिठो पनि हुन्छ कोही कोही बेला त्यही कारण चाहिँ त्यस्तै हो कुरा आफूले मुख आएको कुरा चाहिँ भनिहाल्नुपर्छ किनभने कसै त्यही कुराहरूले गलत हुन्छ नि किनभने यो खाएको देखेर यसले खाएको यस्तो चाहिँ मैले खाएँ यस्तो चाहिँ बिमार भयो त्यही भएर मैले चाहिँ भनिदिइहालेको बिमार जिउमा निरोगी हुनेहरूले मात्रै यस्तो पिरो चाप्लो खानेर अलिकति
जिउ बिसन्चो भएको कसलाई के प्रब्लम छ भने चाहिँ यस्तोहरू नखाएकै राम्रो हो। बेसी चाहिँ पिरो चिप्लो चिजहरू मलाई चाहिँ जति नै पिरो जति नै बारुरी लाग्यो अर्थ्यो भने पानी चाहिँ खाँदिनँ। मेरो आदत चाहिँ त्यति हो। खानु पनि हुँदैन खानेकुरासँग चाहिँ अब मजबुर भएर साह्रै अड्क्यो भने चाहिँ ठिकै छ, अड्क्यो भने त अब खानै पऱ्यो नि अब अल्झिनु भयो। तर भइसक्छ मेन चाहिँ खानासँग चाहिँ पानी नखानुहोस्, शरीरको लागि राम्रो होइन। खाना खाएर आधी घन्टा 15-20 मिनट चाहिँ ग्याप राखेर चाहिँ पानी खानुहोस् तपाईहरु पनि। त्यही भन्न चाहन्छु। जानेको र बुझेको कुरा चाहिँ सेयर गरेको राम्रो लाग्छ मलाई चाहिँ। मनमा आएको कुरा भनिदिइहाल्छ। मनमा आएको त के अब त्यो जानेको कुरा भन्दा के हुन्छ नि। खानासँग पानी चाहिँ राख्दैन। अब अरू कुनै मान्छे खानेहरूलाई चाहिँ राखिदिइहाल्छु, म चाहिँ खाँदिनँ पनि। प्याजको चाहिँ बताइदिइहालेँ मेरो भिडियोमा छ। प्याजको चाहिँ खानासँग प्याज खाएको चाहिँ काँचो प्याज खाएको चाहिँ एकदमै भन्दा पनि एकदमै राम्रो हो। एकमा डाइजेस्ट पनि गराउँछ प्याजले, एकमा मुखहरूतिर त्यो इन्फेक्सनहरू छ र के अब खोर्सेकोहरू केहरू छ भने दाँत दुखेको केहरू छ भने काँचो प्याजको त्यो पानीले चाहिँ काँचो प्याज चबाएको त्यो प्याजभित्रको पानी प्याजले चाहिँ इन्जेक्सन भएको पनि जाती हुन्छ। ज्यादा त होइन, खानासँग चाहिँ जुनै चिज खान्छ खाएको राम्रो। आज चाहिँ पोकले खाएको जस्तो पनि भएन। हातले खाने बानी गरेँ त्यो प्रेमले गर्दाखेरि चाहिँ पोकले सजिलो हो, त्यसले गर्दा खाएको। मलाई हातै नै मिठो लाग्छ। हम्का भातले खायो खाएको जस्तो पनि लाग्छ, आफूले बेटर फिल पनि भयो। अगाडि छु भन्ने खाएको हुन्छ फिल त्यो मजा लाग्छ। त्यही कुरा त स्वाद लिएर खायो। पिरो चाहिँ साह्रै पिरो भइरहेको छैन। अब फिल गर्नु भएको छैन मुखमा त हाबी पिरो भयो। भट्टो भए पनि भयो। त्यही भन्दा तपाईँहरूसँग बिदा लिन्छु। धन्यवाद। तपाईँको सबैको दिन राम्रो होस्, शुभ होस्, सुख शान्ति होस्। गुड डे।